हेलो एभ्रिवान, आज चाहिँ हामी मोमो बनाइखान आँटेको किनभने काठमाडौँमा चाहिँ एकदम चिसो बढेको छ। अनि हामी चाहिँ हेर्नु न यसरी घरमा कामदेखि आएर दिदी बहिनी मिलेर मम्मीसँग मोमो बनाइखान लागेको। यो नक्कली चाहिँ मेरो कान्छी बहिनी है, पुरै आँखा मिलेर मम्मी चाहिँ डो बनाउँदै हुन्थ्यो, अफ गर्दै डोहरू बनाउँदै सघाउँदै हुन्थ्यो हामीलाई। अनि मेरो कान्छी बहिनी चाहिँ काम नदिने, केही काम नगरी बसिरहेको थिएँ। र मम्मी मात्रै पुरै हाँस्दै रमाइलो गर्दै म बनाइरहेको छु। बहिनी चाहिँ पुरै रमिरहेको, केही गर्नु जान्दैन, खानु मात्रै जान्दछ क्या। अनि किनासिना बनाएर नुनहरू लगाएर अदुवा लसुनको पेस्टहरू राखेर मोमो थाल्यो। मोमोको डोको पुरै के अरे बेल्नु थाल्नुभयो। मलाई त भोइस ओभर नि गर्न आउँदैन, पहिलो पटक गरेको कस्तो हुन्छ होला भन्दै के सोच्दै बनाएको हो। अनि मोमो हेर्नु न यस्तो हुनाले बहिनी चाहिँ केही गर्न सघाउँदैन है, मात्रै बस्ने हेर्ने खानु सघाउने। एकदम यो घरको कान्छी छोरीहरू चाहिँ नि कामै नदिने पुरै अट्टेरीहरू हुन्छ है। तपाईँहरूको चाहिँ कस्तो छ कमेन्ट गर्नु ल। एकदम अट्टेरी छ हाम्रो घरको कान्छी चाहिँ, केही काम पनि टेर्दैन, मात्र भिडियो बनाइदिन्छ, त्यति हो उसको काम चाहिँ। अनि हेर्नु न मोमो बनाउनु थाल्यौँ यसरी। अनि बहिनीले के डल्लोवाला मोमो एकदम खानु मन लाग्छ, डल्लोवाला बनाइदिनु न भने डल्लोवाला मोमो पनि बनाइदिएँ बहिनीले भन्नुभएर। अनि उहाँ चाहिँ पुरै भिडियो गरिदिँदै हुन्थ्यो क्या मलाई। हेर्नु न त्यहाँ उसको खुट्टा पनि देखिरहेछ। अनि म डल्लोवाला मोमो बनाउँदै, बहिनीले एकदम मन पराउँछ क्या यस्तो डल्लोवाला मोमो, यस्तो चेप्टो लाम्चोवाला भन्दा नि यस्तो डल्लोवाला मोमो साह्रै खानु खोज्छे। अनि त्यही भएर डल्लोवाला बनाइदिएँ। मलाई चाहिँ फेरि एकदम यस्तो लामोवाला खानु मन लाग्छ क्या। यो चिकनको मोमोहरू चाहिँ पुरै डल्लोमा भन्दा उयोमै लाम्चेमै मनपर्छ। हेर्नु न यस्तो भएको थियो डल्लो मोमो। यो डल्लो मोमो भयो। अनि यो चाहिँ हो हामीले खानेवाला लाम्चे मोमो। अनि यो चाहिँ पाकेको हेर्नु है, पाक्यो। अनि त्यहाँदेखि फेरि रामेनसँग खाऊँ भनेर करेन्ट 2x ल्यायौँ। अनि ल्याएर हेर्नु न उमालेर पकाएर है मोमो खानु मन लागेको। त्यही माथि करेन्टसँग झन् कस्तो मिठो भएको क्या। करेन्टसँग मोमो मोल्दै खाँदै खानु लाग्दै तिमी भर्खर पस्किँदैछु। हेर्नु है त, कसलाई मनपर्छ है मोमो करेन्टहरू यसरी सँगै खानु भन्नु ल, कमेन्ट गरिदिनु होला। अचार, सिलामको अचारको पनि भिडियो बनाउँछु भन्दै थिएँ, बहिनीले सबै मिक्सरमा उडाएर भिडियो नै बनाउनु मिलेन क्या। फर्स्ट बाइट। अनि यो चाहिँ हाम्रो घरको 1 नम्बर पुरै क्या मोमो लभर है, नम्बर 1। यस्तो मोमो लभर बच्चाहरू कसको छ भनिदिनु होला है। एकदम खान्छ क्या मोमो त पुरै। उसको त उसलाई त के खाने बाबु भन्दैन, उसको मोमो मात्रै हो क्या फेभरेट। पुरै मोमो हो, मोमो भनेपछि उसको पुरै ज्यान हाजिर छ क्या। यसरी हामीले खायौँ, बाबुले नि खानुभयो। अनि हामी यसरी नै रमाइलो गर्दै खायौँ ओर्यौँ। अनि यतिमै सिद्धियो। थ्याङ्क्स फर वाचिङ, बाई बाई।